यसरी यो सिलिन्डर भयो, यतापट्टि हाम्रो चुलो छ। यो चुलोमा चाहिँ कहिलेकाहीँ ग्यास छुट्यो, यस्तो भएर चाहिँ आग लागि भयो कि यस्तो बेलामा हामी नडराइकन यहाँ लगेर प्लग गरिदिनुहोस्, यसले चाहिँ आगो दिन्छ। अर्को अब यो पोल्छ कि भन्ने पनि लाग्न सक्छ। त्यस्तो अवस्थामा यसरी चुलो यतापट्टि चाहिँ गएको छ भने यसलाई चाहिँ पाइपलाई बेन्ड गरेर पनि आगो निभाउन सकिन्छ। यस्तो भयो, यसलाई चाहिँ अब यो चाहिँ ओरिजिनल पाइप हामीले हाल्न पनि यस्तै हो, यो अलिक कडा हुन्छ। अर्को चाहिँ नरम पाइप त सजिलैसँग गर्छ, यो चाहिँ अलिक त्यति सजिलो हुँदैन। यसलाई बिस्तारै यसरी बेन्ड गर्नुहोस्, आगो निभ्दै जान्छ। बेन्ड गरिदियो भने पनि निभ्छ, औँलाले छेक्दियो भने पनि निभ्न सक्छ। अहिले चाहिँ रेगुलेटरबाट यसरी निक्लिन सक्छ। घरमा हुन्थ्यो यसरी निक्लिँदाखेरि यहाँ नजिक अरू बल्ने चिजहरू हुनसक्छ। यस्तो अवस्थामा चाहिँ हामीले यसलाई छोडेर हिँड्यौँ भने यसले चाहिँ अरू क्षति गर्छ। यसमा चाहिँ नडराइकन यो एलपिजी ग्यास भनेको यो चिसो हुन्छ। यो ग्यास जबसम्म यो आगो बल्दैन, त्यो आगो नबनुन्जेलसम्म चाहिँ यो चिसो नै हुन्छ। ग्यास निक्लिने र आगोको बिचमा करिब 1 इन्च जति ग्याप हुन्छ। त्यो ग्याप चाहिँ तपाईँले यो जति बेर बले पनि त्यो ताकेकै हुने, त्यो चिसो नै हुन्छ। यहाँ लिएर गएर आगोको र त्यो रेगुलेटरको जुन त्यो टिप छ, टुप्पो छ, त्यसको बिचमा गएर औँलाले चाहिँ 1 सेकेन्ड तपाईँले प्लग गरिदिएपछि यो आगो निल्छ। लाङ्गे औँलाले केही गर्नु पर्दैन, यति देर लाग्छ। पिट्न पनि सकेनौँ हामीसँग यो सामान्य बाल्टी हो। यो बाल्टीलाई लिएर गएर त्यो बाल्टी पाल चाहिँ हुँदैन, पाल रहेछ भने चाहिँ छेड्दैन। त्यसमा यो सफा छ भने यसलाई चाहिँ लिएर गएर यसरी बाल्टीले पानी तपाईँको आफ्नो चाहिँ कुन हात चल्छ सामान्यतया काहीँले देब्रे गरेर यसरी ठोकिदिएपछि यो निल्छ। त्यसो गरेर विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।